हजुर हेलो एकछिन पाउने आवाज कहाँ सीमा आइपुग्नुभयो ट्रेनमा जानु पर्दैन यहीबाट सीमा पर्दैन ए कति जम्मा 1 स्टप होला 1 स्टप छ त्यहाँ ओ सी टुवार्ड सी ल ल ओके ल हजुर हेलो हजुर आइपुगेँ म चाहिँ यहाँ
निस्किराख्नुहोस् म यही त्यही कर्नरमा आइपुगेको छु म चाहिँ त्यो सबभन्दा लेफ्टमै आउने होला म चाहिँ हेरौँ के छ त्यो त्यहाँ खाली हुन्छ हेलो ल 2A मा आउनुहोस् है 2A ए आउनुहोस् 2A को लाइनमा आउनुहोस् 2A मा आइसकेँ म ल देखिसकेँ आइसकेँ म चाहिँ यो 2 ठिक छ 2C तपाईँ 2C मा आउनुहुन्छ ठिक छ ल तिमी यताबाट अगाडि बस्छ त सरी है किन सरी नि कन्फ्युज ट्रेन चढ्न पाइयो नि मेट्रो अङ्कित के को हिँड्नु भन्थ्यो किन हिँड्ने भनेर म चढिदिएको म एक चक्कर लगाएर आएँ नि म त किन म त यीमा बाहिर निस्केको होइन त्यो बिहानमा त्यो इन्टरनेसनल एयरपोर्ट मात्रै हो अनि जति बेला कुरा हामी पार गरिसकेका थियौँ ए यीबाट फेरि त्यस्तो कोही निस्किँदैन रहेछ कि सबको लगेज हुने पऱ्यो आउँदो रहेछ त्यही हिजो सोचेको थिएँ सामान छ भने C9 मा तपाईँको त्यो थियो अनि प्लेन मेरो हिसाबले आधा घन्टा पहिला आइपुग्यो जस्तो लाग्छ हो टेस्लाको चाहिँ साइबर ट्रक होइन त कुनै केही बरोबर चाहिँ देखिन्छ यो के अरे तिम्रो चाँडै आयो नि एकदम धेरै चाँडै 45 मा आउनु पर्ने मेरो हिसाबले 25 मै ल्यान्ड गर्छ जुगलको के छ राजाहरू ठिक छ यार बाबुको कहिले मेरो उसको 28 र 29 हो 2 दिन पर्सि म भोलि जान्छु पर्सि उसमा बस्टन होइन बस्टन म त जहाँ गयो त्यो पानी आइरहेछ के भएको उताबाट बोकेर लाने क्या हिँडेदेखि पानी परेको रहेछ आयो उहाँबाट काठमाडौँबाट आयो यस्तो गर्मी ठाउँमा आएर पनि पानी आएछ उसमा हाम्रो पानी के अरे माइमी बिचमा पानी नल्यायो क्या बाबु भन्थ्यो तर त्यहाँ चाहिँ एकछिन मात्र आयो आधा मात्रै तर आयो चाहिँ आयो अनि यहाँ त के फ्रड छ कि क्या माथिबाट हेरेको त त्यो सबै त्यो मडी वाटर हुन्छ नि क्लाउड थियो होला क्या लेक खोला कुनै अथवा के त्यस्तो होला चाहिँ होइन भने यो पानी भने त माटो मिसाइन्छ जग्गा लगाएर त्यो ऊ होला अब यस्तै पानी माथि कहीँ परेर तिमी त पुरा अमेरिका घुमिरहेछौ कति 12वटा कि 13वटा कि 14वटा स्टेट भयो 14वटा स्टेट भयो बल्ल 14वटा स्टेट भयो भने जस्तो गर्यो होइन 25वटा त पुऱ्याउनु पर्यो नि यो यदि मानव छुट्टा छुट्टै 50वटा देश भएको भए 50वटा देश बढ्थ्यो है यिनीहरू पनि झगडा हुन्थ्यो होला होइन उसमा बायोडाटामा के अरे कन्ट्रिज ट्राभलमा नि युएसएसआरमा त लेखिन्थ्यो त्यो टुक्रेर कतिवटा हो फेरि कतिवटा तपाईँ 15वटा भन्छ 15 त गएन होइन 7-8वटा त भएको थियो नि म त धेरै घुमेँ म चाहिँ लगभग मलाई लाग्छ मैले उता यो तुर्कमेनिस्तान
तास्केन पनि जान्छ अँ। फेरि ताजाकिस्तान ए सबै त दुशानबे अहमदाबाद फ्रुन्जे अहिले बिस्केट भन्छ त्यो तास्केन त 3 चोटि गएँ म चाहिँ अनि अल्माता यो 5 वटा त गयो यता चाहिँ 3 वटा एकैचोटि गएर एरेफान तिब्लिसी र बाकु जम्मा एकैचोटि बाबुसँग नि हुनु म त भेटेँ बाबु जोगलको बाबु छैन गाजा ए हाम्रो जिल्लाको एकजना थियो नि त्यहाँ त के नाम मैले सोभियतसँग त्यति धेरै घुमिनँ अनि प्रिवाल्टीको चाहिँ त मैले चाहिँ प्रिवाल्टी किन्ने भएँ होइन भिन्डी भाग प्रिवाल्टी चाहिँ त नारायण दाले पनि लिएर गएको थियो स्टोनिया भिल्डी के अरे लातवियाको स्टोनिया किन्ने गएको हामी त पहिला चाहिँ के गयौँ के बाटो चाहिँ त्यो लक्ष्मण साथी त्यसलाई समातेर त्यसपछि गयौँ बेला मिन्स गयौँ मिन्समा 2 रात बस्यौँ त्यहाँबाट चाहिँ दिल्लीस बसमा गयौँ त्यहाँबाट चाहिँ ट्रेन समातेर दिल्लीसबाट रिगाबाट फेरि ट्रेन समातेर ताली त्यो पनि स्टुडेन्ट आइडी थियो त्यसको घरमा 91 मा त छुट्टिसकेको थियो नि त्यो अफिसियली इन्टरनेसनल फ्लाइटहरू ह्यान्डल गर्ने चाहिँ त्यही यो र त्यो हबी हो त्यो हबीमा इन्टरनेसनल लोकल साउथ वेस्टको हो कहिले काहीँ तपाईँलाई चार्टर साउथ वेस्टकै यदि भनेपछि मेक्सिको जान्छ होला फेरि भनेपछि इन्टरनेसनल चाहिँ यो मात्रै हो यो मात्र अब हुन त फेरि त्यो अस्टिनमा छ इन्टरनेसनल एयरपोर्ट होइन होइन त त्यस्तो एकदम लोकल मेक्सिकोबाट आउने त्यस्तो खाले अहिले सानसानो मात्रै लङ हल त्यस्तो युरोपबाट आउने उसमै दुईवटा छैन 3टा छ एउटा त साउथ वेस्टको चाहिँ हब चाहिँ भनेको त भयो हबी गोली यहीबाट होइन त अर्कोबाट अर्कोबाट ह्युस्टन हबी भने यो चाहिँ उसको सिनियर बुस्टर अनि त्यसपछि यो भइहाल्यो अर्को छ एलिङटन भन्छ त्यो चाहिँ नासाको लागि त्यो मतलब ठुल्ठुलो साथीमा चाहिँ थुप्रै छ यो जस्तो प्रेसिडेन्टहरू आयो भने त त्यो कहीँ पनि त्यो स्विजरल्यान्डमै ल्यान्ड गर्छ ठुल्ठुलो एयरपोर्ट छ तर कुनै पनि जस्तो डेजिग्नेटेड अथवा समथिङ स्पोर्ट्सहरू हुन्छ नि त्यस्तो छ र एलिङटन भनेको नासाको स्पेसलाइज मेरो चाहिँ 3टा ट्रेन जानुपर्ने ठाउँमा होइन एउटा नासा अर्को हार्वर्ड होइन अनि थर्ड चाहिँ त्यो तिनीहरूले के अरे इन्डिपेन्डेन्सको गएर चियापाटी चिया फालेर बोस्टन टी पार्टी हाउस के ए अमेरिका बन्या भन्नु हो अनि म त चिया खाएको तिनीहरू के अरे सोसाइटीमा गरेर चिया खाएको ठाउँ भन्ने यहाँ त होइन रहेछ नि तिनीहरूको चिया खानेहरूको चिया फालिदिनु गएको रहेछ किनभने बिहान कसो तपाईँको बिहान त केही खाने बेला पनि बिहान कतै के छैन यार अहिले फोन गरिराखेको जस्तैले होइन म त बोनेट भनेर चाहिँ भनेको थिएँ त्यही भएर तिम्रो घन्टी भयो तर मैले चाहिँ एयरपोर्ट फोन बनाएको